न्यानो अभिवादन जयमसी सबैलाई। आज 17 दिन चाहिँ आज कुनै एउटा रोटेसनमा पृथ्वी परिक्रमण भएको जस्तै परिक्रमण हुँदै हुँदै मेरो ठाउँमा आइपुगेछ। यो 2-3 हप्ता अगाडिदेखि नै होइन, किनभने मेरो युट्युब च्यानलमा पनि प्रस्तुत गर्नको निम्ति चाहिँ धेरैवटा वचनहरू चाहिँ आउँदै थियो, मेरो अध्ययनको क्रममा थियो। हुँदै हुँदै चाहिँ अहिले बिहानको कुरा थियो, एकदमै बिहानै उठेर, हुन त म जुर्कै उठेको होइन, बेडमै फ्ल्याट भइराखेको हो, तर बेडमा फ्ल्याट हुँदा हुँदै पनि त्यतिखेर 81 आयो यस्तो शीर्षक। त्यो आवाज अलिकति ठुलो, मेरो सानो आवाजलाई ठुलो बनाइदिएकोमा। अनि त्यस्तो हुँदै हुँदै एकदम अचानक बिहानको समयमा एउटा शीर्षक आयो। त्यो शीर्षक चाहिँ सरसरी अब हेर्दै जाँदाखेरि त्यो पहिल्यै बनाइएको, पहिला वचन तयार बनाएको शीर्षकहरूमा परेछ, आउनु पर्यो। यो शीर्षक चाहिँ यहाँ छैन, यो चाहिँ अन्यल नै छ है। यहाँ चाहिँ तपाईँहरू देख्नुभयो होला। अब यो शीर्षक म अहिले ठ्याक्कै बताउने छु एकछिनमा है। यो माथिको र तलको ठ्याक्कै दुईवटा छ है। यो चाहिँ एकदमै गहिरो र गुप्ताको कुरा हो। आज पवित्र आत्मा परमेश्वरले चाहिँ मेरो मुख र ओठ र जिब्रोबाट चाहिँ तपाईँहरूको माझ यो वचन ल्याएको छ है। र यो वचन चाहिँ तपाईँहरूको माझ बोल्नेछु। म छोटो प्रार्थना गर्नेछु अनि हामी जानेछौँ वचनतिर। प्रभु तपाईँलाई धन्यवाद। आज विशेष गरेर गहिरो र गुप्ताको कुरा चाहिँ तपाईँले देखाउनु भयो। यो द्वारा चाहिँ बोल्ने र सुन्ने सुनाउने दुवै पक्ष तपाईँ मध्यस्थकर्ता भएर तपाईँले कामहरू गर्नु नै हुनेछ र जीवन असल तरिकाले जीवन सुन्दर जीवन जिउनको निम्ति आधार तयार बनाउनको निम्ति र स्वर्गको भागीदार बन्नको निम्ति चाहिँ मद्वारा तपाईँले प्रस्तुत गर्दै हुनुहुन्छ। तपाईँलाई म विशेष धन्यवाद दिन चाहन्छु। र यो छोटो सुरु र अन्त्यको वचनमा तपाईँ साथमा रहेर तपाईँ नै बोल्नुहुन्छ परमेश्वर। तपाईँले मेरो ओठ र जिब्रोद्वारा चाहिँ बोलेर तृप्त पारिदिनुहुन्छ भन्ने म विश्वास गर्दछु प्रभु येशू ख्रीष्टको नाममा। अनि शीर्षक तपाईँले देखिसक्नु भयो नि होइन, कति सुन्दर छ, टक्क टल्केको। अब मास्तिरको चाहिँ सुनले पोतेको हो बाहिरबाट है, गोल्डन प्लेट भयो। अनि तलको चाहिँ काठले पोतेको, रङले पोतेको होइन। यसमा अलिकति फरक छ। माथिको चाहिँ मसाला दिएको एउटा आज्ञा थियो, 10 आज्ञा है। आर्क अफ कभनेन्ट होइन, आर्क अफ कभनेन्ट थियो, त्यो चाहिँ मसाला दिएको थियो। र तल चाहिँ नोआलाई दिएको आर्क अफ कभनेन्ट नै हो त्यो पनि है। त्यो चाहिँ जहाज हो। र तपाईँ हामीले देख्यौँ त्यो तलको त्यो जहाज हो है। ओ जहाज त कति मजाको है। तपाईँ हामी समुद्रमा जाँदा जहाज चलाउँछौँ है, जान्छौँ। तर जहाज चाहिँ के हो त वास्तवमा भन्दा चाहिँ अहिले प्रकाश परमेश्वरले मेरो ओठ र जिब्रोद्वारा चाहिँ दिँदै हुनुहुन्छ तपाईँहरूको माझ है। अनि माथिको जुन सन्दुक थियो त्यसमा चाहिँ 10 आज्ञा भित्र है, त्यो चाहिँ परमेश्वरको ल छ, त्यहाँ चाहिँ कानुन छ है, वचन। इजिप्टमा पनि गयो, इजिप्टतिर पनि खोज्यो है। त्यहाँ पनि बनाएर राखेको छ, विभिन्न देश ठाउँमा बनाएर राखेको छ है, इजरायलीहरूको लागि होइन बनाएर राखेको छ। तपाईँ साउथ इस्ट अफ्रिकातिर जानुहुन्छ होइन, इथियोपियामा राखेको छ, ठुल्ठुलो भवन बनाएर अथवा त्यसलाई संरक्षण गरेर राखेको छ यो बक्सलाई होइन। यो बक्सभित्र चाहिँ के छ त भन्ने कुराहरू तपाईँहरूको माझ आज परमेश्वरले मेरो मुख र ओठ र जिब्रोबाट बोल्दै हुनुहुन्छ। हालेलुया। अब यसमा चाहिँ 10 आज्ञा छ, 10 कमान्डमेन्ट्स है। यो 10 आज्ञा छ। अरू करारको सन्दुक भयो होइन। कस्तो खालको थियो त भन्दाखेरि 10 आज्ञा थियो, जुन मसाला दिएको परमेश्वरले दिएको 10 आज्ञा थियो।
अब हेर्नुहोस् कहाँ कहाँ खोजेनन् मान्छेहरूले, अहिलेसम्म खोजिरहेका छन्, अन्यलमा छन् है। इजरायली जातिहरूकोमा गए, इजरायलमा गए कति मान्छेहरू कति पैसा खर्च गरेर, कति डलर खर्च गरेर प्लेनमा गए होइन, त्यो हेर्नको लागि गएका, यो हेर्नको लागि गएछ है। तर लास्टमा म भन्नेछु कहाँ चाहिँ देखिन्छ त, तपाईँ हामीको बिचमा छ है, म भन्नेछु तपाईँहरूलाई। अनि यो अहिले इजिप्टमा बनाएर भवन बनाएर अथवा संरक्षण गरेर राखेको छ होइन, होइन यो त न्युक्लियर पावर पनि भन्दछ है। एटम बमहरू विभिन्न देशमा भएको जुन अब खतरनाक कुराहरू आउँदैछ नि त, कसले जित्ने, कुन देशले जित्ने होइन, कहाँ को शक्तिशाली बन्ने, एउटा सरकार, एउटा धर्म, एउटा होइन देश बन्ने, को चाहिँ शक्तिशाली बन्ने भनेर पुरा लापा खेलिरहेछ, युद्ध गरिरहेछ होइन। अनि हजुर वर्ल्ड वार 3 को कुराहरू हुन गइरहेछ। अब यो सन्दुक चाहिँ यो बक्स, यो गोल्डन बक्स हो है। यो चाहिँ यसको चाहिँ यो 10 आज्ञा यहाँ भित्र छ। यो 10 आज्ञा चाहिँ मोसालाई दिएको 10 आज्ञा थियो है। तल दिएको चाहिँ त्यो जहाज थियो होइन, फ्लड आएको थियो होइन, त्यो फ्लडलाई चाहिँ प्रोटेक्ट गर्नको लागि है। तपाईँ हामीको जीवनमा आँधी आउँछ, तुफान आउँछ, चट्टान आउँछ होइन, लडिन्छ, पडिन्छ, चोटपटक लाग्छ होइन, उठिन्छ, फेरि धुलो टकटकाइन्छ, यस्ता कुराहरू हुन्छ। त्यस्तो जीवनमा आएपछि केले प्रोटेक्ट गर्छ तपाईँ हामीलाई है। त्यो मैले अहिले लास्टमा बताउनेछु। नुहालाई केले प्रोटेक्ट गर्यो, नुहाको परिवार, नुहालाई भनिएको जुन जनावरहरू थियो होइन, जीव जन्तुहरू थियो होइन, नुहाको परिवारहरू थिए, त्यसलाई केले प्रोटेक्ट गर्यो त, केले प्रोटेक्ट गर्यो, केले संरक्षण गर्यो, केले त्यसलाई चाहिँ बचायो, तिनीहरूलाई बचायो भन्दाखेरि चाहिँ जहाजले बचायो। त्यो चाहिँ परमेश्वरले दिएको करार, त्यो करारहरू तपाईँहरूले पढ्न सक्नुहुनेछ है। हरेक ठाउँमा तपाईँहरूले देख्न सक्नुहुन्छ करारहरू है। सन्दुकहरू छन्, सन्दुकहरू 199 सन्दुकहरू है बाइबलमा लेखिएको छ। त्यस कारणले एउटा मात्रै होइन, मूसालाई मात्रै परमेश्वरले दिएको 10 आज्ञा होइन, त्यो करार है, प्रतिज्ञा त्यो मात्रै होइन। तपाईँलाई मैले 2टा मात्रै लिएर आएको छु आज है। अचम्म मान्नुभयो होला होइन। त्यसमा चाहिँ कानुन छ। कसको कानुन? तपाईँ हामीको कानुन होइन, परमेश्वरको कानुन, परमेश्वरको ल, गॉड्स ल है, कानुन छ। त्यो 10 आज्ञा त्यो चाहिँ माथिको सुन्दर होइन, त्यो चाहिँ बक्सभित्र छ होइन। त्यो बक्सले के गर्छ? हाम्रो जीवनलाई प्रोटेक्ट गर्छ है। आँधी बेरी तुफान चट्टान हरेक समस्याहरू आएको, जीवनमा समस्या आएका चाहिँ त्यसले चाहिँ संरक्षण गर्छ। नुहालाई कसले संरक्षण गरेको थियो? जहाजले। अब त्यो जहाज गएर म तपाईँहरूलाई अहिले आएर अन्तिममा भन्ने छु, जहाज के हो त है, जहाज के हो अहिले चाहिँ त्यसलाई चाहिँ भन्नु मैले टपिक ल्याएको छु। अब मिस्ट्री अफ आर्ट है। मिस्ट्री अफ आर्ट भनेको चाहिँ सन्दुकको चाहिँ रहस्य है, रहस्यमय। तपाईँले सुन्नुभयो होला जीवनको रहस्यमय, जर्नी मिस्ट्री अफ जर्नी 2, जर्नी 1 तपाईँले मुभी हेर्नुभयो होला है। मिस्ट्री अफ जर्नी 1, मिस्ट्री अफ जर्नी 2, 3 भन्ने आउँदैछ है। यो मिस्ट्री अफ आर्ट, सन्दुक, मिस्ट्री अफ होइन, रहस्य अहिलेसम्म हेर्नुहोस् कि छैन, हो कि होइन, मान्छेले बनाएको छ होइन। विभिन्न सुन हालेर, सुनले कभर गरेर बाहिर लिपेर होइन, चाँदीले लिपेर राखेको छ विभिन्न ठाउँमा। इजिप्टमा छ भन्छ कसैले इथियोपियामा छ भन्छ, कसैले इजरायलमा छ भन्छ है। परमेश्वरले इजरायलीहरूको लागि चाहिँ दिएको कुराहरू है, मोसाद्वारा दिएको कुराहरू 10 आज्ञा थियो, 10 कमेन्डमेन्ट्सहरू है। त्यो माथिको बक्सको कुराहरू गर्दैछु। अनि तल दिएको जुन नुहावा थियो त्यो चाहिँ जीवन संरक्षण सुरक्षा गर्नको निम्ति है, जीवन बचाउनको निम्ति दिएको थियो। अब दुवैलाई म एउटा समग्रमा के रहेछ त तिनीहरू, त्यो माथिको परमेश्वरको प्रतिज्ञा जुन होइन
आज्ञा जुन 10 आज्ञा थियो त्यो चाहिँ आर्क अफ कभनेन्ट होइन, प्रतिज्ञा थियो, परमेश्वरको सन्दुक थियो होइन। त्यो जुन माथिको करारको सन्दुक थियो त्यो चाहिँ 10 आज्ञा त्यहाँ छ होइन, त्यहाँभित्र। र त्यो चाहिँ एउटा न्युक्लियर पावर पनि छ है। सुन्नुभयो, न्युक्लियर पावर विश्वलाई हल्लाइदिन्छ होइन। हिरोसिमा नागासाकीमा अमेरिकाले बम हान्दियो, अहिलेसम्म उब्जनी हुन सकेको छैन है। डढेको छ जीवन, धरती नि डढ्यो है। त्यस्तै धरती डढाइदिन्छ कुनै। धरती डढाउने त अब रुस पनि अथवा चाइना अथवा अमेरिका, कसले डढाउँछ धरती अब त्यो चाहिँ होइन, हेर्दै जानेछौँ। र तपाईँ हामीलाई परमेश्वरले मद्वारा, मेरो ओठ र जिब्रोद्वारा चाहिँ तपाईँहरूको माझ आज यो अचम्मको चिज, एकदम गैरगुप्ताको चिज बताउँदै हुनुहुन्छ है। यसभित्र यो चाहिँ यता र यता चाहिँ बोक्ने ठाउँको लागि यसलाई हाम्रो देशभित्र छ, हाम्रो हो भन्न बनाउनको लागि चाहिँ, जस्तै बुद्ध जन्मेको नेपालमा हो, इन्डियाले उहाँ सबै बनाइसक्यो है ठाउँहरू हो। त्यस्तै हाम्रोमा यो भएको परमेश्वरले दिएको 10 आज्ञा चाहिँ, हाम्रो यो सन्दुक चाहिँ, यो गोल्डन प्लेट चाहिँ, यहाँ बक्स चाहिँ हाम्रोमा हो दिएको परमेश्वरले भन्ने। इजिप्टले, इजरायलीले भन्ने, अनि लगेर चाहिँ अहिले इथियोपियाले भन्ने, इस्ट अफ्रिकाले दाबी गरिरहेछ है। अनि इजरायलमा हुने भनेको चाहिँ अब अमेरिकाले त्यहाँ भोलि पर्सि पाउँछु भनेर चाहिँ दाबी गरिरहेछ होइन। त्यस्ता दाबी गर्ने कुराहरू धेरै देशमा चाहिँ खोजिरहेको छ। कसैले भनेको छ इजिप्टमा छ, कसैले इथियोपियामा, कसैले इजरायलीमा छ, अन्यहरूमा छ है। मिस्ट्री अफ लाइफ भनेको जस्तै है, मैले अघि भने होइन, रहस्यमय छ, रहस्य छ त्यसमा। कसैले जानेको छैन, कसैले बुझेको छैन। छ चाहिँ भनेको छ है, बाइबलमा पनि छ है। तर चाहिँ कहाँ छ यो बक्स, सुनको बक्स कहाँ छ भन्ने कुरा चाहिँ मान्छेको खोजबाट ठाउँबाट छ है। अब तपाईँहरूलाई म बताउने छु कहाँ छ है। अन्तिम आउँछु है, त्यो छ अन्तिम आउँदा मात्रै भन्ने छु, यो चाहिँ रहस्य तपाईँहरूकोमा चाहिँ है। अब तलको कुराहरू तपाईँले क्यान्टकी जानुभयो भने म्युजियम देख्नु भएको छ, जानुभयो क्यान्टकी है। नुहाको जहाज भनेर त्यहाँ बनाएको छन् है, मान्छेले बनायो नुहाको जहाजहरू। त्यहाँ करोडौँ कमाउँछ, मिलियन कमाउँछ पैसा वर्षमा होइन। किङ्स आइल्यान्ड जस्तै एउटा म्युजियम बनायो होइन, एउटा ठुलो पार्क जस्तो म्युजियम बनायो, संरक्षण गरेर राखेको होइन। तलको जहाज, नुहाको जहाज जानुभयो भने तपाईँले देख्नुहुन्छ नुहाको जहाज होइन। कुन ठाउँमा बनाएको छ, विभिन्न ठाउँमा नुहाको जहाजहरू होइन। त्यो बनाएको नुहाको जहाज किन बनाएर, त्यहाँ पैसा कमाउनको लागि पनि बनायो होइन। कति मान्छेहरू भिजिट गर्न जान्छन्, हेर्न जान्छन्, त्यहाँको इतिहास बुझ्नको लागि, त्यहाँको हरेक कुराहरू, रहस्यको कुराहरू बुझ्नको लागि जान्छन्। सन्दुकहरू कहाँ पाइन्छ त भनेर भन्दाखेरि उत्पत्ति 7को एक लेख्नुहोस् है। उत्पत्ति 7को 1। म डिटेलमा गइनँ, मैले अहिले भनिहालेँ। अब तपाईँलाई रहस्यमय कुरा बताउँदैछु, अन्तिममा म बताउनेछु है रहस्यमय कुरा। के रहेछ त रहस्यमय कुरा है। अनि मर्कुस 3को 13देखि 19सम्म टिपेर राख्नुहोस्, तपाईँले पढ्नुहोस् है। मर्कुस 3को मार्क 3 च्याप्टर 3 भर्सेस 13 to 19 मा हेर्न सक्नुहुन्छ है। अनि सरस्वती अर्को फेरि होइन, मर्कुस 3को 13 देखि 19सम्म तपाईँहरूले टिप्न सक्नुहुन्छ। अनि उत्पत्ति 6को 13 देखि 22सम्म टिप्नुहोस्। उत्पत्ति 6को 13 देखि 22सम्म तपाईँ त्यो पढ्नुहोस्। अब म जाँदै अन्तिममा छोटो, एकदमै छोटो छ वचन। जाँदै म तपाईँहरूलाई म अन्तिममा रहस्यमय कुरा बताउने छु है। अब हेर्नुहोस्, अब 10 आज्ञा 10 कमेन्डमेन्ट्स भनेको चाहिँ जीवनको एउटा सुन्दर जीवन परिकल्पना, हाम्रो जीवन कसरी लाने होइन, हाम्रो जीवन कसरी हिँडाउने रहस्यमय मार्ग
तयार बनाउनको लागि केले गर्दछ त्यो अन्तिममा बताउनेछु है। अब सन्दुक 10 आज्ञा चाहिँ को हो त, के हो त 10 आज्ञा चाहिँ है, अनि कहाँनिर छ त त्यो म तपाईँहरूलाई बताउनेछु है। अब यहाँ हेर्नुहोस्, माथिको हेर्नुहोस् त्यो बक्स हो है, गोल्डन प्लेट बक्स हो, त्यो चाहिँ 10 आज्ञा छ, त्यहाँ 10 कमेन्ट्समेन्टहरू जुन मसाला दिएको, अनि तलको नुहालाई दिएको कुराहरू छ। त्यो चाहिँ के हो त जहाज भनेको चाहिँ है, तपाईँलाई म अन्तिममा बताउने चाहिँ जहाज भनेको चाहिँ यो हो हेर्नुहोस् है। हालेलुया, जहाज भनेको चाहिँ यो हो, जहाज चाहिँ यो हो। यो यसमा चाहिँ के छ, प्रोटेक्सन अफ लाइफ है, लाइफको प्रोटेक्सन है, जीवनको प्रोटेक्ट गर्ने चिज यहाँ चाहिँ छ है। यसले यो चाहिँ केले पोतेको छ, गोल्डन भित्र एकदम बाहिर भित्र सबै सुन्दर होइन, यो चाहिँ भित्र बाहिर सबै चाहिँ एउटा रहस्यमय छ होइन, सुनले पोतेको, अर्थात् यो नदेखिने सुनले पोतेको होइन, देख्न सक्ने सुनले पोतेको चाहिँ यहाँ छ। मान्छेले खोजिरहेका छन् कहाँ कुन देशमा छन् है, कुन देशमा यो बक्स छ होइन, विभिन्न देशमा उयो विभिन्न अहिले यहाँ साधारण हेर्ने भने क्यान्टकी जाँदाखेरि नुहाको जहाजहरू पाइँदछ है। नुहाले आफ्नो परिवार र विभिन्न परमेश्वरले दिएको आज्ञा पालना गरेको छ उसले होइन, बनाएको छ, जहाज बनायो, ढोका यति बनाउने, यति अग्लो बनाउने, यति यस्तोले बनाउने, सबै कुराहरू बताउनु पर्यो होइन, त्यो कुराहरू अनि बनाइसक्यो, बनाएर उसको परिवारलाई संरक्षण गर्यो त्यो जहाजले होइन, जीवन संरक्षण गर्यो, पशु प्राणीहरूको जीवन संरक्षण गर्यो। अब यो चाहिँ त्यो तलको जहाज चाहिँ यो, हालेलुया, निदाउनु भयो, तलको जहाज चाहिँ के हो है। अनि माथिको चाहिँ के थियो, बक्स थियो होइन, गोल्डन बक्स थियो, सुन्दर सुनले बनिएको थियो, त्यो चाहिँ के हो, बाइबल हो है। बाइबलभित्र चाहिँ के छ त, बाइबलले के गर्छ, हामीलाई प्रोटेक्ट गर्छ, लाइफ प्रोटेक्ट गर्छ होइन। तपाईँ हामीलाई हरेक हुरी बतास, आँधी बेरी, तुफान, चट्टान, हरेक कुराहरू आउँछ जीवनमा होइन, हो यसको लागि चाहिँ हामीलाई संरक्षण गर्छ। हालेलुया, बाइबलले चाहिँ हामीलाई संरक्षण सुरक्षा गर्छ, शान्ति दिन्छ, आनन्द दिन्छ, प्रेम दिन्छ होइन, धैर्यता दिन्छ, माया दिन्छ, लाइफ प्रोटेक्ट गर्छ, अनि शान्ति, आनन्द, सुखमय सुन्दर जीवन यसले दिन्छ, बाटो तयार बनाउँछ, स्वर्ग मार्गको भागेदार बनाउँछ, बाटो तयार बनाउँछ। अनि यो चाहिँ त्यो दुईटा हो, मैले दुईटा मात्रै भनेको छु, त्यस्ता 199 वटा छन् है बाइबलतिर हो। यो चाहिँ रहस्यमय हो, रहस्य हो, त्यसलाई चाहिँ मिस्ट्री भन्छ, मिस्ट्री अफ अर्थ है, रहस्य नै छ। अब मान्छेहरूले खोजिरहेको छ। अब तपाईँ हामीको बिचमा छ अहिले है, म स्पष्ट गर्दैछु, तपाईँ हामीको बिचमा यो छ, अनि यो चाहिँ कहाँ छ, हाम्रो हृदयमा छ है। हालेलुया, हाम्रो हृदयभित्र छ, हालेलुया। अब त्यो माथिको परमेश्वरको वचन जुन 10 आज्ञा थियो, मसाला दिएको, त्यो चाहिँ हाम्रो हृदयभित्र छ, हालेलुया, यहाँ भित्र छ। त्यो चाहिँ बक्स, गोल्डन प्लेट बक्स चाहिँ त्यो 10 आज्ञा थियो, जुन मसाला दिएको 10 आज्ञा, यो चाहिँ वचन हो है, वचन हो। त्यो चाहिँ वचन चाहिँ कहाँ छ, पहिला वर्ड थियो, त्यसपछि वचन भएर देहधारी भएर आयो भनेको चाहिँ फ्लेस भएर आयो, मासु भएर आयो। फ्लेस भनेको चाहिँ मासु, शरीर है, त्यो भएर आयो। पहिला चाहिँ शब्द थियो, परमेश्वरसँगै थियो होइन, त्यसपछि शब्द थियो, अनि त्यसपछि आएर फ्लेस भएर आयो, मासु भएर आयो। तपाईँ हामीको शरीर मासु है, त्यो भएर आएको छ अहिले। अनि त्यो चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ है, मासु चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। येशू हुनुहुन्छ भने ख्रीष्ट चाहिँ तपाईँ मासुभित्र भएको जुन आत्मा छ त्यसलाई चाहिँ ख्रीष्ट भनिन्छ है, हालेलुया। तपाईँ हामीको शरीरभित्र भएको जुन बीच भागमा भएको त्यो चाहिँ यरुशलेम पनि भनिन्छ, संसारको बीच भाग है। यो शरीर संसार भयो, यो शरीर संसारको बीच भाग चाहिँ यरुशलेम हो। अहिले नयाँ करारमा हेर्ने भने तपाईँहरूले यरुशलेम चाहिँ हृदय हो, हालेलुया। तपाईँ हामीको हृदय चाहिँ यहाँ यरुशलेम हो है, हृदयको बिरामी
तपाईँ हामीको हृदयभित्र चाहिँ कतिको ग्रस्त भएको छ बिरामी है, कति चोटपटक लागेको छ, कति घाइते हुनुभएको छ, कति दुखेको छ तपाईँहरूलाई, चोटपटक लाग्यो, कति धुलोमा आउनु भएको छ, कति ग्राउन्ड लेभलमा आउनु भएको छ है। परमेश्वरले उठाउन चाहनुहुन्छ है आजको दिनले। हालेलुया। परमेश्वरले उठाउन चाहनुहुन्छ। आज स्पष्टसँगले भन्नुभयो मेरो हृदयमा मेरो ओठ र जिब्रोद्वारा चाहिँ अनि सन्दुकको रहस्य चाहिँ आज बताउनु भयो मेरो हृदयबाट। यो चाहिँ तलको जहाज र माथिको बक्स सुनले बनिएको बक्स के हो त? बाइबल हो। हालेलुया। बाइबल हो। यो चाहिँ रहस्य कुरा हो, बाइबल हो। यसभित्र यसले चाहिँ के गर्छ हामीलाई, बाइबलले हामीलाई लाइफ प्रोटेक्सन गर्छ होइन, जीवनलाई बचाउँछ है, जीवनलाई असल तरिकाले हिँड्ने, सही मार्ग, सत्य बाटो, स्वर्गको मार्ग देखाउने, स्वर्गको कुराहरू बताउने होइन, सुन्दर जीवन। अनि यो चाहिँ ज्योति पनि हो। हालेलुया। ज्योति हो, यो बाटो हो, सत्य हो, जीवन हो होइन। अनि सन्दुकको बक्स त्यो जुन त्यो बक्स छ सुन्दर होइन, सुनले बनेको बक्स यो हो है। अनि जहाज यो हो, जहाज है, जहाज हो। यो चाहिँ रहस्यको कुरा हो। हालेलुया। त परमेश्वरलाई सबैले धन्यवाद दिउँ ताली बजाएर। म मेरो ओठ र जिब्रोद्वारा चाहिँ तपाईँहरूलाई आज एकदमै रहस्यको कुराहरू बताउनु भयो। हालेलुया। यस्ता रहस्यको कुराहरू मेरो ओठ र जिब्रोद्वारा चाहिँ बताउँदै जानुहुनेछ र तपाईँहरूले सुन्दै जानुहुनेछ है, र जीवनमा लागू हुँदै जानेछौँ, हामी गर्नेछौँ। तपाईँ र म दुवैजनालाई मध्यस्थकर्ता भएर चाहिँ परमेश्वरले डोर्याउँदै जानुहुन्छ र यस्ता कुराहरू रहस्य गहिरो र गुप्तका कुराहरू तपाईँ हामीलाई दिनुहुन्छ। एउटा टाउकोले एउटा व्यक्ति ल्याउनु भयो चर्चमा र परमेश्वरमा अगाडि बढाउनु भयो र परमेश्वरमा डोर्याउनु भयो, चर्चमा ल्याउनु भयो, प्रभुमा ल्याउनु भयो, प्रभुमा डोर्याउनु भयो भने तपाईँहरूले महान इनाम पाउनुहुनेछ। हालेलुया। इनाम तपाईँहरू 50 जना मान्छेहरू 100 जना मान्छेहरू भएको चर्चमा जानु होला, तपाईँहरूले केही पनि गर्नुहुन्न। उनीहरूले चान्स पाइरहेको हुन्छ, अरूले चान्स पाउँछ, के पाउँछ होइन, तपाईँहरूलाई त तलको तलै राखिरहेको हुन्छ है। तर हामी सानो चर्चको परिवार छौँ। हामी प्रत्येकलाई परमेश्वरले आज्ञा दिनुभएको छ। परमेश्वरले प्रत्येकलाई तपाईँहरू चलाउनुहुन्छ होइन। तपाईँहरू कुना संसारको कुनामा गएर प्रचार प्रसार गर्न सक्ने अधिकार तपाईँलाई दिनुभएको छ तपाईँ हामीलाई। र हामीले गएर चाहिँ सुनाउनुपर्छ, छिमेकीहरूलाई, आफन्तहरूलाई, आफ्नो मान्छेहरूलाई प्रचार प्रसार गर्नुपर्छ, सुसमाचार सुनाउनुपर्छ, प्रभुमा ल्याउनुपर्छ, चर्चमा ल्याउनुपर्छ। अनि फेरि 50 जनाले अर्को ल्यायो भने 2 ल्यायो भने टाइम्स 2 100वटा हुन्छ। अनि हेर्नुहोस् त मण्डली त पुरै चर्च त ढाक्ने नि पुरै हुने रहेछ होइन। तपाईँ हामी 100 जना 500 जना भएको चर्चमा गएर चाहिँ के गर्न सक्छौँ? केही पनि गर्न सक्दैन होइन। त्योभन्दा चाहिँ ठुलो महान चाहिँ तपाईँ हामी सानो परिवार भए पनि, मण्डली भए पनि तपाईँहरूले एकजना व्यक्तिलाई अनविश्वासी अथवा विश्वासमा नभएको होइन, नचिनेको व्यक्ति, अन्य जातिलाई चाहिँ तपाईँले एकजना व्यक्तिलाई ल्याउनु भयो भने स्वर्गमा तपाईँले त्यस्तो खालको इनाम पाउनुहुन्छ है, इनाम पाउनुहुन्छ। तपाईँहरूले 100 जना व्यक्ति मण्डली भएकोमा गएर तपाईँहरूले सेवाकाई गरेको भन्दा पनि त्यो एकजना व्यक्ति ल्याएको चाहिँ महान हो। हालेलुया। अनि एकजना व्यक्ति ल्याउनु हुनेछ भन्ने म आशा गर्दछु। तपाईँको प्रत्येक व्यक्तिले चाहिँ एकजनाले चाहिँ होइन एउटा व्यक्ति ल्याउनु भयो भने कति संसारमा हुँदा पनि एकदमै त्यतिकै सुन्दरता होइन, अनि स्वर्गमा जाँदा पनि त्यतिकै सुन्दरता होइन, महान सम्मान होइन, इज्जत, मुकुट, यी कुराहरू प्राप्त हुनेछ। हालेलुया। र तपाईँ हामीले यो रहस्यमय कुरा आज बुझ्यौँ है। मैले तपाईँहरूलाई भर्सेस दिएको छु र त्यो भर्सेस गरेर पढाएर हेर्नुहोस् है। परमेश्वर जन्मिएको ठाउँ, येशू ख्रीष्ट जन्मिएको ठाउँ है, सेन्टर अफ द वर्ल्ड, संसारको बिग भाग जुन चाहिँ यरुशलेम, इजरायली जात, इजरायल, त्यहाँ चाहिँ संसारको बिच भागमा जन्मेको चाहिँ तपाईँ हाम्रो हृदय हो। हालेलुया। यहाँभित्र चाहिँ येशू ख्रीष्ट जन्मिनु भयो। जब तपाईँ ग्रहण गर्नुभयो है, तपाईँको जीवनमा आउनुभयो। हालेलुया। तपाईँले ढोका खोलिदिनु भयो अनि हृदयको ढोका खोलेर चाहिँ तपाईँ हामीको बिचभित्र चाहिँ येशू ख्रीष्ट आउनु भएको छ।
हालेलुया। अब हामी सुन्दर जीवन हामीले ज्योति पाएका छौँ, हामी अन्धकारमा हिँड्नु पर्दैन। अब हामीले टर्च पाएका छौँ होइन, लाइट पाएका छौँ र हामी पनि हिँड्नेछौँ, आफू पनि हिँड्नेछौँ र अरूलाई परिवारलाई पनि हिँडाउँछौँ र समाजलाई पनि हिँडाउनेछौँ ज्योतिमा। अब हामी कहिले पनि हामी अन्धकारमा हिँड्नेवाला छैनौँ, हिँड्दैनौँ। हालेलुया। र अब हामी अन्धकारमा येशू ख्रीष्टले भन्नुभयो तिमीहरू संसारको ज्योति हो भनेको छ है। अनि हामी संसारको ज्योति हो भनेपछि त तपाईँ हामीले अरूलाई पनि हिँडाउनु पर्यो, आफू पनि हिँड्नु पर्यो, परिवारलाई पनि हिँडाउनु पर्यो नि त है। अन्धकारमा हिँडाएर त भएन नि त होइन। त्यस कारण हामी ज्योति हौँ भने, हामी ज्योतिका सन्तान हौँ भनेदेखि हामीले अरूलाई पनि ज्योतिमा हिँडाउनुपर्छ। हालेलुया। र अरूलाई अन्धकारमा भएका व्यक्तिहरूलाई, अन्धकारमा हिँडिरहेका व्यक्तिहरूलाई होइन, बोझले दबिरहेका व्यक्तिहरूलाई, अशान्तिमा दबिरहेका व्यक्तिहरूलाई, हुरी बतास आँधी बेरीले झटारे तोडफोड गरेका व्यक्तिहरूलाई, त्यस्तालाई त्यो चाहिँ अन्धकारमा हिँडिरहेको व्यक्ति है, उहाँहरूलाई चाहिँ उज्यालोमा ल्याउनुपर्छ है। टर्च देखाउनुपर्छ। एउटा टर्च देखाएर गयो भने, हामी अँध्यारोमा म हिँड्दै जाँदैछु भने, म अन्धकारमा टर्च देखाउँदै जाँदैछु भने एउटा कुनै एक दुईवटा व्यक्तिहरू चाहिँ परबाट हेर्दैछ अनि अन्धकारमा हिँडिरहेको छ भने त मैले टर्च लिएर हिँडिरहेको छु, म पछि आउँछ नि त होइन। म पछि आउँदै चाहिँ मेरो टर्च पछ्याउँदै आउँछ नि त होइन। त्यस कारण तपाईँ हामीलाई पछ्याउने, तपाईँ हामीले बनाउनुपर्छ है। तपाईँ हामी ज्योति हौँ र तपाईँ हामी ज्योतिलाई पछ्याउने चाहिँ हामी बनाउनुपर्छ। हाम्रो जीवनबाट देखोस् उनीहरूले है, हाम्रो जीवनबाट लगाइ खुवाइ हिँडाइ बोलाइ हरेक कुराहरू चाहिँ महसुस गरोस् उनीहरूले र देखोस्। र हामी ज्योति हौँ, हाम्रो ज्योतिलाई पछ्याउँदै आओस्, देखोस् है। हाम्रो जीवनलाई हामीले बोल्नु पर्दैन तिमीहरू चर्च आऊ, तिमीहरू प्रभुमा आऊ, तिमीहरू विश्वास गर भन्नु पर्दैन। हाम्रो जीवनलाई हेरेर उनीहरू आओस् है। हालेलुया। हाम्रो जीवन शैली, हाम्रो रखाइ बोलाइ खुवाइ हिँडाइ होइन, सबै कुराहरू हेरेर, हाम्रो जीवनलाई हेरेर ओहो फलानु मान्छे यस्तो थियो, भुइँमा लडिरहेको थियो होइन, नालीमा लडिरहेको थियो होइन, सुँगुरको खोले खाइरहेको थियो, यस्तो व्यक्ति चाहिँ यस्तो भयो अचम्म होइन, म पनि जान्छु भनेर चाहिँ उसले पछ्याएर आउन सकोस्। हालेलुया। यस्तो व्यक्ति हामी बनौँ। अनि परमेश्वरलाई विशेष धन्यवाद। यो एकदम गहिरो गुप्ताको कुराहरू होइन माझमा समाजमा ल्याउनु भयो, परमेश्वरको जनहरूमा ल्याउनु भयो, मद्वारा बोल्नुभयो परमेश्वर, र विशेष म धन्यवाद दिन चाहन्छु। सुन्दर जीवन योमा केही नै बन्छु, तर जिन्दगीको रङ्गिन सघाउँछु। यात्राका सन्धिहरू बुनेर दिलको धुनमा मागो लगाउँछु। फुलहरूको भित्र सबै रङ्ग छ, मनको माथि बादलको एक रङ्ग छ। मेरो सपना जसमा तारा लुट्न दिन्छु, जिन्दगीमा म अब विजय सुन्छु। यस्तै छ मेरो सुन्दर सपना, हावामा उडाउने मायाको भावना। बाटोमा फैलिन्छ रङ्गिन मिठास, सङ्घर्ष भरिको एक सुन्दर आस। जरीको मजाको वर्षा, सैलमा लेख्छु अब परिभाषा। खोलाको गीतले जिन्दगी गाउने, सेती गाजर जस्तो सुरमा रङ्ग्ने। ताराहरूसँगै नचिरहेमा, आएको अन्धकार तप्न खोजिरहेमा। खोलाको गीतले जिन्दगी गाउने, जिन्दगी मेरो सुन्दर मायाको रीत। यस्तै छ मेरो सुन्दर सपना, हावामा उडाउने मायाको भावना। बाटोमा फैलिन्छ रङ्गिन मिठास,
गर्दिन हृदयमा जो भरि हेर्दिन सम्झाएका सपना सङ्गता प्रेमियो निरन्तर बनाउँदिन पहिला जस्तो चोखो कसी तिम्रो मुस्कान मनमा बसी हृदय फर्कियामी गर्नु न यो सयको संयोजन सजिन हृदय छोडिएर माया यो आशाको दोस्रो छाया नपाल्न दुख र समस्या प्रेम त आफ्नो सुन्दर कथा मुस्किल छ तिमीलाई यो सधैँ सोध्छ प्रेमका सागरको गीतहरू तिमीलाई मात्रै समर्पित छ हजारौँलाई जुनले मान्थ्यो यो जीवनको कप्तान बन्यो एक्लो अँध्यारोको आजमा तिम्रो प्रेम त एक आसन बन्यो सम्झना तिम्रो हक्का भरा हृदयलाई मायाले भरेर यत्र सच्न सजिल पर्दा तिम्रो साथ सधैँ पर पर्दा